ताप्लेजुङ जिल्ला सिन्धिङमा गाउँपालिका वार्ड नम्बर 5 लिम्बुदिन र वार्ड नम्बर 6 मेलेमा अवस्थित रहेको यो ढङढङ्गे झरना ताप्लेजुङ जिल्लाको दोस्रो अग्लो झरनाको रूपमा लिने गरिन्छ। पर्याप्त रूपमा प्रचार प्रसार नभएको कारणले गर्दाखेरि यो क्षेत्र ओझेल भएको छ। तर अब बिस्तारै यो क्षेत्र उदाउँदो पर्यटकीय गन्तव्यको रूपमा रहनेछ। यहाँसम्म आइपुग्ने सडक बाटो लगायत होमस्टेको सुविधा पनि रहेको छ र यो सिन्धिङमा गाउँपालिकाको एउटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा रहेको छ। विगत केही महिनादेखि यो झरनाको एकदमै प्रचार प्रसार भइरहेको छ र यो झरना नेपालका पर्यटकीय स्थलहरूमा सूचीकृत हुने अवस्थामा रहेको छ र यो झरना रहेको छ सिन्धिङमा गाउँपालिका वार्ड नम्बर 5 लिम्बुदिन र वार्ड नम्बर 6 मेलेको सङ्गम स्थलमा।